धनी होस्, जस्तो सुकै बलवान होस्, जस्तो सुकै शक्तिशाली होस्, जस्तो सुकै धनी होस्, जस्तो सुकै प्रख्यात व्यक्ति होस्, जमिनबाट आएको मानिस, माटोबाट आएको मानिस एकपल्ट माटोमा जानै पर्छ। हालेलुया। म बारम्बार एउटा कुरा भन्ने गर्छु, यो संसारमा नि श्रीमानले पनि धोका दिएको छ, श्रीमतीले पनि धोका दिएको छ, साथीले पनि धोका दिएको छ। यो संसारमा मान्छेलाई धोका नदिने चाहिँ नि मृत्यु हो। मृत्युले आजको दिनसम्म कुनै मान्छेलाई धोका दिएको छैन। मृत्युले आजको दिनसम्म कुनै मान्छेलाई धोका दिएको छैन। मृत्युले आजको दिनसम्म कुनै मान्छेको साथ छोडेको छैन। मृत्युले मलाई पुगे भनेको छैन। मृत्युले हरेक मान्छेलाई पक्रेरै छाड्छ। मृत्युले हरेक मान्छेलाई उसको औकात देखाएर छाड्छ। मृत्युले यो धनी यो गरिब चिन्दैन। मृत्युले यो जात चिन्दैन। मृत्युले यो देशको नागरिक चिन्दैन। मृत्युले एउटै कुरा चिन्छ, त माटोबाट आएको होस्, तर म माटोमै लगेर छाड्छु। तर परमेश्वरलाई महिमा भएको होस्। माटोमा जानुभन्दा अगाडि यदि हामीले हाम्रो सृष्टिकर्तालाई, यदि हामीले हाम्रो परमेश्वरलाई र परमेश्वरले हाम्रो लागि पठाउनु भएको उहाँको एकमात्र पुत्र यीशु ख्रीष्टलाई विश्वास गर्यो भने बाइबलले यसो भनेको छ, किनभने परमेश्वर संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन प्राप्त गरोस्। आमेन। हालेलुया। हालेलुया। पुरुष त्यसले अनन्त जीवन प्राप्त गरोस्। त्यसले अनन्त जीवन प्राप्त गरोस्।